नमस्कार। हामी आजभोलि के सुनिरहेको हुन्छौँ भने त्यो व्यक्ति फलानु व्यक्ति नुहाउँदै ज्यान गुमाइसक्यो। त्यो सब किन भइरहेको छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरो प्रश्न पार्नलाई मैले आफ्नो विचारहरू राख्छु। मेरो भिडियोलाई लाइक नगरिदिनुहोस्, सब्स्क्राइब नगरिदिनुहोस्, तर आफूमा चेन्ज चाहिँ ल्याउनुहोस्। त्यहाँ पुग्नुभन्दा पहिला हामीले के जान्नु पर्यो भने हामी कसरी नुहाउनुपर्छ, हाम्रा पुर्खाहरूले कसरी नुहाउने गर्नुहुन्थ्यो। हामी उहाँहरूबाट पनि धेरै कुरा सिक्नुपर्ने हो। तर यदि सिकिएको छैन भने मबाट सिक्ने प्रयास गर्नुहोस्। हामी अब नुहाउने भनेको एउटा हुन्छ टप टु बटम भनेको टाउकोदेखि लिएर खुट्टासम्म जाने कि खुट्टाबाट टाउकोसम्म। मैले स्टडी गरे अनुसार खुट्टाबाट बटम टु टप जाँदा एकदमै बेस्ट हुन्छ। यो कुरोलाई चाहिँ हेल्दी व्यक्तिले फलो नगरे नि त्यस्तो खासै फरक पर्दैन, तर ब्लड प्रेसर अरू केही कार्डियक प्रब्लम भएको व्यक्तिहरूले एनी हाउ मैले आज भनेको कुरो चाहिँ फलो गर्नै पर्छ। हामी टाउकोमा पहिला पानी नखसाएर खुट्टाबाट सुरु गर्ने, खुट्टा धुने, हात धुने गरिन्छ भने हाम्रो ब्लड प्रेसर त्यति इन्क्रिज हुँदैन। किनभने टाउको भनेको एकदमै सेन्सिटिभ हो। हाम्रो टाउकोमा धेरै ब्लड भेसलहरू हुन्छ, त्यसकारण धेरै सेन्सिटिभ हुन्छ। तर खुट्टामा त्यति खासै टाउको जतिको सेन्सिटिभ हुँदैन। त्यसकारण हामी सबभन्दा पहिला खुट्टा धोइयो भने हाम्रो टेम्परेचर नर्भस सिस्टमले मेन्टेन गरिहाल्छ। ल अब मैले भन्छु कसरी नुहाउने। सबभन्दा पहिला हामीले पैताला धोइयो, पैताला धोइसकेपछि घुँडा धुने, घुँडा धोइसकेपछि तिघ्रा धुने, तिघ्रा धोइसकेपछि हातहरू धुने, हात धोइसकेपछि अब बल्ल आयो यो भनेको खुट्टा र हात भनेको त्यति सेन्सिटिभ होइन, टेम्परेचर चेन्जको आधारमा त्यति सेन्सिटिभ होइन। अब हात खुट्टा धोइयो, खुट्टा हात धोइयो, अब के गर्ने हाम्रो बडी धुने, यति पार्ट धुने, नुहाउने, धुने भनेको नुहाउने, यति पार्ट नुहाउने। सबभन्दा लास्टमा गएर के गर्ने हेड धुने, हेड अथवा फेस के इच्छा छ हजुरहरूको त्यो धुने। मैले अब यसको कन्क्लुजन हेर्ने हो भने, निष्कर्ष हेर्ने हो भने के भेटियो भने हामी चाहिँ खुट्टाबाट नुहाउँदै आउने, तलबाट माथि पुग्दै आउने हो। यति मात्रै कन्क्लुजन बुझ्ने हो। हजुरहरूमध्ये कोहीलाई मेरो कुरो गलत लाग्ला, तर मैले यसलाई प्रमाणित गर्न चाहन्छु। मैले मानौँ सबभन्दा पहिला टाउकोमा मुन्टोमा चिसो पानी खसाले, चिसो पानी खसालिसकेपछि बडी एकदमै कुल हुन्छ, हाम्रो ब्लड भेसलहरू खुम्चिन्छ। ब्लड भेसल खुम्चिसकेपछि ब्लड प्रेसर इन्क्रिज हुन्छ। अब ब्लड प्रेसर किन इन्क्रिज हुन्छ त? हाम्रो टेम्परेचरलाई मेन्टेन गर्नको लागि इन्क्रिज हुन्छ। ब्लडको काम, रगतको काम भनेको टेम्परेचर मेन्टेन गर्ने हो, त्यसकारण नै ब्लड प्रेसर इन्क्रिज हुन्छ। यो भिडियो हेरेर हजुरहरूले चेन्ज ल्याउनु हुनेछ भन्ने आशा गरेको छु।